भूमध्य रेखामा पर्ने देशहरू 13वटा छन् है। यसमा चाहिँ कसरी सम्झिन्छ भन्दाखेरि आइएस गोमाको रेड बस कि के भन्ने, आरइडी रेड बियुएस बस, आइएस गोमाको रेड बस कि के भन्ने। इन्डोनेसिया, सोमालिया, गोबन, मालदिभ्स होइन, कोलम्बिया, रिपब्लिक अफ कङ्गो, इक्वेडर, डेमोक्रेटिक अफ कङ्गो, ब्राजिल, युगान्डा होइन, साओ टम्स एन्ड प्रिन्सेप भन्ने छ। त्यसै गरी किरिबाटी भन्ने छ, केन्या छ होइन। अनि यो अन्तर्राष्ट्रिय सीमा रेखाको कुरा गर्दाखेरि 24 प्यारलल अथवा चाहिँ नि रेड क्लिप भन्यो भने इन्डिया पाकिस्तानको, मेकमोहन भनेको इन्डिया चाइनाको होइन, मृत्यु रेखा भन्यो भने अमेरिका र लिबियाको, 38 प्यारलल भन्यो भने दक्षिण र उत्तर कोरिया, ड्युरेन्ट लाइन भन्यो भने भारत र अफगानिस्तानको कुरा छ। अनि माथिपट्टि केही जानकारीमा विभिन्न सीहरूको छ, त्यो पनि हेर्नुपर्छ।